Hello everyone, welcome back to my YouTube channel. Today in this video I will guide you how you can perform Fouquet analysis. So it is one of the analysis that we can do in our research topic. So it is totally based on DFT, I mean density functional theory. So हाम्रो Fouquet analysis भन्दा बित्तिकै हामीले के बुझ्न सक्छौं भने let's search this in okay. So as you can see here, so Fouquet analysis is a method from quantum chemistry, or particularly density functional theory. And why do we perform this? It's just because to predict the reactivity of different sites within a molecule. Yes, so एउटा मोलिक्युलको प्रत्येक कुनै एउटा साइटमा अथवा त्यसको कुनै प्रत्येक एउटा कुनै रिजनमा चाहिँ इलेक्ट्रोफिलिक अथवा न्यूक्लियोफिलिक कुन टाइपको अट्याक हुन सक्छ अथवा कस्तो खालको रिएक्सन देखा पर्न थाल्छ. सो त्यो चाहिँ हामीले त्यस्तो खालको डिफरेन्ट रिजनमा डिफरेन्ट रिएक्टिभिटी कस्तो खालको अट्याक, आइदर न्यूक्लियोफिलिक अट्याक हुन सक्छ कि या त इलेक्ट्रोफिलिक अट्याक हुन सक्छ. अब न्यूक्लियोफिलिक भनेको न्यूक्लियर लभर है, पोजिटिभ अट्र्याक्सन. अनि जहाँ चाहिँ इलेक्ट्रोफिलिक भनेको मतलब इलेक्ट्रोन लभर मिन्स त्यो रिजनमा चाहिँ इलेक्ट्रोन बढी अट्र्याक्ट हुन्छ है त. सो त्यसलाई इलेक्ट्रोफिलिक र न्यूक्लियोफिलिक भन्न सक्छौँ हामीले. सो त्यो इलेक्ट्रोफिलिक र न्यूक्लियोफिलिक अट्याक चाहिँ मोलिक्युलको कुन साइडमा बढी हुन सक्छ त्यो स्टडी गर्नलाई हामीले Fouquet function analysis गर्न सक्छौं है त. So here you can see it quantifies how the electron density at a specific point changes in response to the addition or removal of electron, thereby indicating a molecular susceptibility to nucleophilic or and electrophilic attacks है त. So Fouquet function हामीले बेसिकली न्यूक्लियोफिलिक अट्याकलाई F+ हैन सुपरस्क्रिप्टमा अनि इलेक्ट्रोफिलिकलाई F सुपरस्क्रिप्टमा माइनसले इन्डिकेट गर्छौं हैन. सो Fouquet फंक्शनको डेफिनेसन देख्न सक्नुहुन्छ हैन. इलेक्ट्रोन डेन्सिटी विथ रेस्पेक्ट टु नम्बर अफ इलेक्ट्रोन रहेको छ. सो तपाईहरुले यसको बारेमा आफै स्वतः पनि स्टडी गर्न सक्नुहुन्छ है. तर म आज कसरी हामीले Fouquet एनालाइसिस गर्ने त, हामीलाई कुनै एउटा पर्टिकुलर मोलिक्युल दिएको हुन्छ, त्यसको Fouquet एनालाइसिस कसरी गर्ने है त. सो त्यस गरेपश्चात हामीले यस्तो खालको प्लट पनि गर्न सक्छौं है. यस्तो खालको प्लट पनि देखाउन सक्छौं हाम्रो रिसर्च पेपरमा. एज यु क्यान सी हियर है, यस्तो खालको हिस्टोग्रामहरु अथवा न्यूक्लियोफिलिक इलेक्ट्रोफिलिक रेडिकल्सहरुको चाहिँ यसरी ग्राफ पनि प्लट गर्न म आज तपाईहरुलाई सिकाउने छु. यहाँ डुअल रिसेप्टर पनि रहेको छ. सो बेसिकली आज म Fouquet फंक्शन एनालाइसिस कसरी गर्ने, कसरी यसले तपाईको रिसर्चमा एड गर्न सक्नुहुन्छ कुनै एउटा मोलिक्युलको Fouquet एनालाइसिस बेस्ड अन DFT. So let's get into this. So first, what we need to have is output file. Okay, what kind of output file? A Gaussian output file. Here I have a Gaussian output file. I just got this file from Gaussian software, which is right here. Yes. So in my previous video, I already told you how you can get output optimization output file from Gaussian. Yes. So of your molecule, आफ्नो एउटा मोलिक्युल कुनै छ भने त्यसलाई चाहिँ इनपुट Gaussianमा राख्नुस्, त्यसको एउटा अप्टिमाइज स्ट्रक्चर निकाल्नुस्, आई मिन मिनिमम एनर्जी भएको स्ट्रक्चर अथवा स्टेबल स्ट्रक्चर निकाल्नुस्, जुन मैले निकालिसकेको छु. यो आइसो19 मोलिक्युल हो. यो चाहिँ पेपर रिलिज भइसकेको छ. सो त्यसकारणले मैले यसमा भिडियो बनाएको छु. सो यो चाहिँ मेरो Gaussian output. एज यु क्यान सी हियर Gaussian output file हो. यो भिडियो मैले भनिसकेको छु पहिलेको भिडियोमा कि आउटपुट फाइल Gaussianबाट कसरी निकाल्ने है त. सो यो आउटपुट फाइल छ भनेपछि तपाईहरुले अब यो चाहिँ Fouquet एनालाइसिसको लागि यसलाई के गर्न सक्नुहुन्छ, एज अ इनपुट युज गर्न सक्नुहुन्छ. Fouquet एनालाइसिसको लागि हामीले चाहिँ NBO निकाल्छौं है. Fouquet एनालाइसिस हामीले डिफरेन्ट तरिकाबाट गर्न सके तापनि वी विल गो विथ NBO एनालाइसिस है त. सो NBO एनालाइसिस भनेको के त है, नेचुरल बोर्न एनालाइसिस भन्छ है. मैले तपाईहरुलाई यसको भिडियो लिएको छैन, तर म तपाईहरुलाई छिटै नै NBO एनालाइसिस केलाई भनिन्छ हैन, सरी NBO एनालाइसिस कसरी गर्न सकिन्छ हैन, त्यसको बारेमा छिटै नै तपाईहरुलाई भिडियो लिइदिने छु है. NBO एनालाइसिस यहाँ देख्न सक्नुहुन्छ, नेचुरल बोर्न एनालाइसिस र नेचुरल बोर्न अर्बिटल एनालाइसिस भन्छ हैन. यो पनि एक टाइपको रिसर्चमा राम्रो टाइपको लाइक इफेक्ट दिने रिसर्च पनि हो. कुनै पनि मोलिक्युलको हामीले NBO एनालाइसिस पनि गर्न सक्छौं है त. यसको भिडियो म छुट्टै तपाईहरुलाई देखाउने नै छु. तर आज म Fouquet एनालाइसिस गर्न जाँदै छु, जुन चाहिँ NBO एनालाइसिस गरेर मात्र पोसिबल छ हैन. सो पहिले चाहिँ म NBO एनालाइसिस तिर लागे है त. सो NBO एनालाइज भनेको मतलब NBO एनालाइज गरेको एउटा आउटपुट फाइल हामीलाई रेडी हुनुपर्छ है. NBO एनालाइज गरेको फाइल. अब NBO एनालाइज फाइल चाहिँ हाम्रो तीनवटा निकाल्नु पर्ने हुन्छ. कतिवटा? तीनवटा निकाल्नु पर्ने हुन्छ. मैले अघि नै भनेको थिएँ, जस्तै तपाईले यहाँ देख्न सक्नुहुन्छ, यो Fouquet एनालाइसिसमा चाहिँ केही कुराहरु यहाँ प्रश्न भनेको थियो, तपाईले नोटिस गर्नुभयो कि भएन. यहाँनिर यसमा चाहिँ Fouquet एनालाइसिसमा चाहिँ तपाईले देख्नुहुन्छ यो न्यूक्लियोफिलिक अट्याक र इलेक्ट्रोफिलिक अट्याक एनालाइसिस नै गर्ने हो इन्डाइरेक्टली भन्नुपर्दा, जसमा हामीले एउटा न्यूक्लियोफिलिक अट्याक F+ को लागि चाहिँ के गर्नुपर्छ भने इलेक्ट्रोनलाई एड गर्नुपर्ने हुन्छ है. एउटा इलेक्ट्रोन एड गर्नुपर्ने हुन्छ त्यो मोलिक्युलमा है. सो अनि अर्को पटक भनेको इलेक्ट्रोनलाई रिमुभ गरेर भनेको एउटा इलेक्ट्रोनलाई रिमुभ गर्नुपर्ने भयो भनेपछि त्यसमा के हुने भयो त भनेपछि नेगेटिभ चार्ज आउने भयो कि पोजिटिभ चार्ज आउने भयो भनेपछि अब त्यहाँ त पोजिटिभ चार्ज आउने भयो नि त है. एउटा त लुज गरिसक्यो अथवा एउटा इन्सफिसिएन्ट छ त्यसमा होइन र. सो त्यसै गरेर हामीले मोलिक्युललाई के गर्छौं त, पोजिटिभ र नेगेटिभ रेडिकल जस्तै बनाउँछौं खासमा भने. त पोजिटिभ चार्ज भएको र नेगेटिभ चार्ज भएको, न्यूट्रल भएको पनि हामीले तीनवटा निकाल्नु पर्ने हुन्छ. न्यूट्रल चार्ज भएको NBO एनालाइसिस आउटपुट अनि पोजिटिभ र नेगेटिभ चार्ज भएको आउटपुट निकाल्नु पर्ने हुन्छ है त. सो त्यसको लागि के गर्ने, फर्स्ट मैले भनिहालेँ, फर्स्टमा मसँग आउटपुट फाइल हुनुपर्छ, अप्टिमाइज गरेको अप्टिमाइज्ड आउटपुट फाइल जुन मसँग यहाँ छ है. अब यसलाई म के गर्छु भनेपछि रेडी गर्छु क्याल्कुलेसनको लागि. के क्याल्कुलेसन? NBO क्याल्कुलेसन है त. यसलाई ओपन गरौँ पहिले. अब म क्याल्कुलेसन सेट गर्न जाँदैछु है. यो चाहिँ Gaussian आउटपुट फाइल हो है त, अप्टिमाइज गरेको आउटपुट फाइल हो. रिमेम्बर दैट दिस वान इज अ Gaussian आउटपुट फाइल. ओके, सो जुन चाहिँ मैले Gaussian सफ्टवेयरबाट अप्टिमाइजेसन प्रोसेस थ्रु यो आउटपुट फाइल पाएको थिएँ. अब यो आउटपुट फाइलमा म Gaussian क्याल्कुलेसन सेटअप गर्न जाँदैछु. तर अब चाहिँ NBO को लागि म एनर्जी जब टाइपमा मेथडमा चाहिँ DFT नै रहेको छ हैन, अरु केही पनि चेन्ज गर्नु परेन. तर मैले चाहिँ एउटा न्यूट्रनको लागि NBO आउटपुट फाइल निकाल्नु पर्ने हुन्छ, NBO एनालाइसिस. सो
एनबिओ एनालाइसिस मैले एउटा न्युट्रलको लागि गर्नुपर्ने हुन्छ हैन एउटा चाहिँ मैले के को लागि प्लस चार्जको लागि मोलिक्युलमा अनि एउटा नेगेटिभ माइनस चार्जको लागि सो यहाँदेखि तपाईँले चार्जलाई इन्क्रिज डिक्रिज गर्न सक्नुहुन्छ है त अब ओके सो टाइटलमा चाहिँ देख्न सक्नुहुन्छ मैले एनबिओ लेखेको छु है त ओके गजियनमा सेट गर्नुभयो हैन क्याल्कुलेसनमा सेट गरेपछि मैले जब टाइप चाहिँ एनर्जी नै राखेको छु मेथडमा डिएफटी नै रहेको छ अब टाइटलमा चाहिँ मैले एनबिओ राखेको छु हैन किनकि हामीले फर्स्ट फुकी एनालाइसिसको लागि एनबिओ एनालाइसिस गर्न आवश्यक छ एनबिओ आउटपुट अब एनबिओ भनेको नेचुरल बोन अर्बिटल एनालाइसिस हो अब लिङ्कमा तपाईँहरूले आफूले चाहे अनुसारको प्रोसेसर हैन 4 प्रोसेसर यदि राम्रो ल्यापटप छ भने 4 प्रोसेसर भन्दा पनि बढी राख्न सक्नुहुन्छ जब दिन सक्नुहुन्छ मेमोरीमा चाहिँ 1 GB दिएको छु मैले जनरलमा केही पनि गर्नु परेन मेक स्योर दैट राइट कनेक्टिभिटी हुनु पर्यो है अब अरू केही पनि नगर्नु होला यहाँनिर पपुलेसनमा गएर तपाईँले पर्फर्म एनबिओ क्याल्कुलेसन भनेर देख्न सक्नुहुन्छ यहाँ तपाईँले फुल एनबिओ भनेर अप्सन चुज गर्नु होला त्यसपछि सकियो है यसलाई सबमिट गर्नुभयो भनेपछि तपाईँको फाइल चाहिँ एज अ इनपुट सेभ भइसकेको छ हैन एकैछिन तपाईँले यहाँ हेर्न पनि सक्नुहुन्छ प्रिभ्यूमा गएर देख्नुभयो यो चाहिँ तपाईँको इनपुट फाइल हो है एनबिओ एनालाइसिसको लागि यहाँ जब चाहिँ के को लागि दिइरहेको छ हेर्नुहोस् त पपुलेसन एनबिओ को लागि ओके न त एनबिओ को लागि हो चार्ज कति छ त चार्ज 0 छ है सो यो चाहिँ N0 अर ओके भनेपछि न्युट्रल चार्जको एनबिओ एनालाइसिस भयो ठीक छ न्युट्रल चार्ज भनेको मोलिक्युलमा चार्ज नभएको बेलामा है त न्युट्रल भएको बेलामा सिंगलेट स्टेटको बेलामा ठीक छ सो यो चाहिँ तपाईँले सबमिट गर्नुभयो भने यु आर रेडी सेभ गर्ने यो फाइललाई र त्यो फाइल सेभ गरेपछि यसरी सेभ गर्नु होला र मैले सेभ गर्ने छु है कुनै एउटा फोल्डरमा म यसलाई सेभ गर्न चाहे है डेस्कटपमै मैले त्यसलाई सेभ गरिदिन्छु सो मैले चाहिँ त्यसलाई यो नामले सेभ गरिदिएको छु है त कसलाई सेभ गरिदिएको छु भनेपछि त्यो भर्खरै जुन मैले रेडी गरेको इनपुट चाहिँ मैले सेभ गरेको छु है त्यहाँबाट मैले डाइरेक्ट जब दिएको छैन है त त्यहाँनिर तपाईँले फाइलले सेभ गर्नुभयो भनेपछि क्याल्कुलेसन डाइरेक्ट गजियनबाट एनबिओ एनालाइसिस सुरु गरिदिउँ भनेर सोच्छ नगर्ने क्यान्सल गर्नुहोस् त्यसलाई र त्यो फाइल सेभ भएको छ कि छैन तपाईँको इनपुट फाइल यहाँ देख्न सक्नुहुन्छ है मैले एनबिओको इनपुट तर न्युट्रलको लागि भएर N0 भनेर गरेँ अब म यो फाइललाई चाहिँ के गर्न चाहेँ भनेपछि रन गर्न चाहेँ केबाट गजियनबाट है म फेरि गजियनमा जान्छु अनि त्यसपछि म फाइलमा जान्छु हैन न्यूमा गएर लोडमा जानुपर्ने हुन्छ मैले फाइल लोड गर्छु कहाँ छ त त्यो फाइल भनेपछि मैले डेस्कटपमा राखेको छु हैन इनपुट भनेर एनबिओ इन भनेर राखेको होला सो यहाँनिर क्लिक गर्न साथ सबै कुराहरू के भयो त फिल भइहाल्यो अब मैले के गर्छु त यहाँनिर यसलाई रनमा क्लिक गर्छु अनि मेरो जब चाहिँ के हुन्छ स्टार्ट हुन्छ अथवा एनबिओ एनालाइसिस फर न्युट्रल मोलिक्युलको लागि जब स्टार्ट भयो है त तर स्टार्ट गरेपछि तपाईँहरूको आउटपुट चाहिँ तपाईँहरूले सेभ गर्नुपर्ने हुन्छ यो चाहिँ इनपुटकै नाममा रहेको छ यसलाई म चाहिँ के भन्छु त आउटपुट फ्रम एनबिओ आउटपुट भनेर सेभ गर्छु कहाँ सेभ गर्छु भनेपछि एउटा कुनै डेस्कटपमा म यहाँनिर फोल्डर बनाउँछु जहाँ चाहिँ मैले चाहिँ त्यसलाई आउटपुट फोल्डरमा त्यो गजियनले दिने आउटपुटलाई सेभ गरेको थिएँ र मेरो जब चाहिँ मैले त्यस्तै 15-20 मिनट अथवा कहिलेकाहीँ त्योभन्दा पनि बढी लाग्छ सेभ गरेको छु आउटपुट एनबिओ एनालाइसिसको न्युट्रल मोलिक्युलको लागि सो 0 चार्ज राखेर जुन चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो मेरो आउटपुट भयो है त एनबिओ आउटपुट तर न्युट्रलको लागि अब फेरि मलाई फेरि के चाहियो त भनेपछि एफ प्लस र एफ माइनस सो एफ प्लस भनेको इलेक्ट्रोनलाई के गरौँ त घटाउँ एफ माइनस होइन र बढाएपछि के भयो त एफ प्लस भयो एक्स्ट्रा चार्ज एउटा आयो ठिक छ सो त्यसको लागि मैले के गर्ने त भनेपछि म फेरि त्यो जुन अप्टिमाइज्ड गरेको मसँग आउटपुट फाइल थियो त्यो आउटपुट फाइलमा म फेरि के गर्छु त इनपुट रेडी गर्छु अब म फेरि के गर्छु यो आउटपुट जुन थियो मेरो अप्टिमाइज गरेको फाइल फेरि म त्यसलाई एनबिओ एनालाइसिस के को लागि त भनेपछि +1 चार्ज भनेको एउटा इलेक्ट्रोनलाई त्यो मोलिक्युलमा एउटा चार्जलाई एड गरेर म फेरि एनबिओ एनालाइसिसबाट आउटपुट निकाल्छु भनेको N+1 को लागि है त्यसको ओपन गर्छु हैन अनि म यसलाई फेरि क्याल्कुलेसनमा सेट गर्न जाँदैछु तपाईँले देख्न सक्नुहुन्छ जब टाइपमा मैले के नै राख्छु त एनर्जी नै राख्नुपर्ने हुन्छ डिएफटीमा हेर्नुहोस् यहाँ मैले अब N+ को लागि हो नि त सरी मोलिक्युलमा एउटा पोजिटिभ चार्ज भनेको एउटा एक्स्ट्रा इलेक्ट्रोन के गर्नुपर्ने भयो त एड गर्नुपर्ने भयो हैन र सो N+1 को लागि हो नि त यो त है सो चार्ज चाहिँ के गरिरहेको छु त +1 गर्दै नि त मैले है डुप्लिकेटको लागि सो यो यहाँ क्लिक गर्नु पर्यो 1 चार्ज राख्नु पर्यो चार्ज 1 गराएर भनेको +1 गराएर F+ को लागि हो नि त यो त हैन सो यसमा पपुलेसनमा जानुहोस् अरू केही पनि गर्नु पर्दैन एनबिओमा फुल एनबिओ भनेर फेरि क्याल्कुलेट गर्नुहोस् है फेरि रिभ्यूमा देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर पपुलेसन एनबिओ को लागि नै हो तर यो पटक चाहिँ के छ त चार्ज +1 छ है त तपाईँको फेरि सबमिट गर्नुहोस् अनि सेभ गर्नुहुन्छ हैन सेभ चाहिँ म के गर्छु त एज अ एनबिओ यहाँनिर तपाईँहरूले सेभ गर्नुहोस् यो चाहिँ तपाईँको इनपुट फाइल हो है इनपुट एनबिओ हो तर N+1 को लागि ठिक छ यसरी सेभ गर्नुहोस् म चाहिँ डेस्कटपको एउटा कुनै फोल्डरमा सेभ गर्छु ल मैले सेभ गरिसकेपछि मैले चाहिँ फेरि एडिट गरेर यसलाई इनपुट त हो तर म मोलिक्युलको नाम सँगसँगै लेखेको छु आइसो भने इनपुट फर एनबिओ तर N+1 को लागि हो यहाँ चाहिँ N1 भएछ है त ओके सो N+1 को लागि सो यो त मेरो इनपुट भयो रेडी हो मैले यहाँ +1 गरेको छु नि त है चार्जमा चाहिँ 0 नराखेर अब यसलाई फेरि म के गर्छु त यो फाइललाई यही गजियनबाट रन गराउँछु है त ल लोड गर्नुहोस् अनि यो N+1 को ओपन गर्नुहोस् क्लिक अनि त्यसपछि यहाँनिर स्टार्ट रन बटन क्लिक गर्नुहोस् ओके सो जब डन भइसकेको छ मसँग N+1
को आउटपुट फाइल मैले पहिले नै निकालेर राखेको थिएँ तैपनि यो आएको नै सोचौँ है यसरी गजियन आउटपुट भनेर आउँछ एनबिओ n+1 को लागि अब त्यसै गरेर फेरि एनबिओ n-1 को लागि मसँग हेर्नुहोस् त यहाँ आउटपुट पहिले नै रेडी छ है त n-1 मैले पहिले नै रेडी गरेको छु यिनीहरू सो यसको लागि यो पाउनको लागि तपाईँले केही गर्नु पर्दैन त्यही नै हो प्रोसिजर फेरि त्यो अप्टिमाइज गरेको फाइलमा जाने होइन त्यही अप्टिमाइज गरेको फाइलमा मैले ओपन गरेको छु फेरि क्याल्कुलेसनमा जानुहोस् फेरि गजियनमा जानुहोस् फेरि यहाँनिर एनर्जीमा सेट गर्नुहोस् अनि फेरि यहाँनिर तपाईँले n+ त भइसक्यो n0 पनि भइसक्यो यहाँनिर चार्जलाई चाहिँ कति राख्नुहोस् त n-1 भनेको मतलब नेगेटिभ चार्ज n-1 राख्नुहोस् पपुलेसनमा जानुहोस् अनि फेरि फुल एनबिओ एनालाइसिसको कमान्ड दिनुहोस् देख्न सक्नुहुन्छ नेगेटिभ चार्ज छ एनबिओ एनालाइसिस है त सो यसलाई फेरि सबमिट गर्नुहोस् फेरि सेभ गर्नुहोस् फाइललाई आफ्नो इनपुट फाइललाई है मैले सेभ गरेको छु गजियनमा तपाईँहरूले पहिले के म देखाइहाल्छु मैले पहिले नै सेभ गरेर राखेको छु है सो यो इनपुट मेरो भयो है त फाइल यसलाई मैले पहिले नै इनपुट रेडी गरेर राखेको छु है एनबिओको लागि अब म यसलाई फेरि रन गर्नलाई कहाँ जानु पर्ला त गजियनमा जाने र यही एनबिओ n-1 गजियन इनपुट राख्नुहोस् रन गर्नुहोस् त्यसपछि तपाईँसँग एनबिओ n-1 को पनि डाटा आउँछ जुन चाहिँ मैले यहाँ राखेको छु यसरी एनबिओ n-1 को सो मसँग गजियनमा एनबिओ एनालाइसिसको मोलिक्युलमा न्युट्रल चार्ज राखेर n-1 चार्ज राखेर n+1 चार्ज राखेर तीनवटै एनालाइसिस गरेर मसँग आउटपुट छ अब म के गर्छु बल्ल फुकी एनालाइसिस गर्छु है त फुकी एनालाइसिसको लागि मसँग एउटा सफ्टवेयर हुनुपर्ने हुन्छ है त्यो सफ्टवेयर के होला भनेपछि त्यो सफ्टवेयरको नाम रहेको छ के त युसिए फुकी है युसिए फुकी जसको लागि म तपाईँहरूलाई अर्को स्क्रिन देखाउन चाहेँ है किनकि यसमा मैले त्यो सफ्टवेयर राखेको छैन सो ओके आई विल सो यु नाउ म तपाईँलाई स्क्रिन रेकर्ड गरेर देखाउँछु है त ओके सो तपाईँले देख्न सक्नुहुन्छ मसँग यहाँ आउटपुट फाइलहरू मैले एनबिओको आउटपुट फाइलहरू राखिसकेको छु है सो मैले भर्खरै नै निकालिसकेको हो यो आउटपुट फाइल होइन अब म फुकी एनालाइसिसको लागि मैले के भनेको थिएँ भर्खरै तपाईँहरूलाई भने हामीसँग यो है युसिए फुकी यो सफ्टवेयर चाहिन्छ है जसमा तपाईँहरूले देख्न सक्नुहुन्छ एउटा वेब फङ्सन साई नोटेसन भएको एउटा एप्लिकेसन हो यसको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा राखिदिउँला अथवा तपाईँहरूले फुकी एनालाइसिस भनेर इन्टरनेटमा सर्च गर्नुभयो भनेपछि यु विल गेट सफ्टवेयर देयर ओके त्यहाँबाट तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ त्यो एप्लिकेसन सफ्टवेयर सो अब म यसलाई ओपन गर्न जाँदैछु है त यो भर्जन v2.1 हो यसलाई क्लिक गर्नुभयो भनेपछि इट विल टेक लिटल बिट अफ टाइम टु ओपन है थोरै समय लिन्छ ल यहाँनिर स्किप गर्नु होला यो ट्युटोरियल आवश्यक छैन सो यस्तो खालको इन्टरफेस देखा पर्छ है कन्फ्युज नहुनु होला कि यसले काम गरिरहेको छैन यो ओपन नै हो है त यहाँ तपाईँहरूले माथि जानुहोस् एटोमिक रिएक्टिभिटी इन्डेक्सेस है मैले अघि भनेको थिएँ डिफ्रेन्ट साइड अफ मोलिक्युलमा कस्तो खालको रिएक्टिभिटी छ न्युक्लियोफिलिक छ कि इलेक्ट्रोफिलिक छ कि होइन त्यसको स्टडी हामीले फुकी एनालाइसिसद्वारा पनि गर्न सक्छौँ ठिक छ सो यसमा क्लिक गर्नुहोस् होइन तपाईँले यहाँ फाइनाइट डिफ्रेन्स एप्रोक्सिमेसनबाट जानुपर्ने हुन्छ त्यसपछि सरी यहाँ यसमा क्लिक गर्नुभयो भने यो सँगसँगै अर्को प्यानल खुल्ने गर्छ यसरी है ल सो यहाँ तपाईँले के गर्ने त हेर्ने सो नेचुरल पपुलेसन एटोमिक एनबिओ एनालाइसिस भनेको छ यो अप्सनमा क्लिक गर्नु होला है ल हेर्नुहोस् त सो हामीसँग फुकी इन्डेक्स F-, F+, F0 डुअल डिस्क्रिप्टर पनि छ हामीसँग है सो यो चाहिँ हाम्रो आउटपुट हुन् है त यिनीहरू हाम्रो आउटपुट हुन् 1 2 3 1 2 3 4 5 6 7 आउटपुट रहेका छन् होइन र यिनी भनेको हाम्रो इनपुट हो हाम्रो के हो त इनपुट हो है जहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो एनबिओ एनालाइसिसको आउटपुट फाइल राख्नुपर्ने हुन्छ तर कुन वाला त भनेपछि न्युट्रल n0 भएको हो त्यसको लागि के गर्ने त भनेपछि फाइलमा क्लिक गर्नुहोस् न्युट्रलको लागि भनेर आउँछ अप्सन है ओपन न्युट्रल एनबिओ फाइल लगआउट फाइल है क्लिक गर्नुहोस् मैले यहाँ राखेको छु एनबिओ 0 यसलाई ओपन गर्नुहोस् ल तपाईँको डाटा अटोमेटिकली फिल भइसकेको छ ठिक छ अब के फेरि फाइलमा क्लिक गर्ने अनि के त n9 को लागि हो n9 को लागि म के गर्छु क्लिक गरेँ n9 को लागि पनि हो अब मसँग क्याटाइनको लागि पनि म यसरी नै क्लिक गर्छु है त ल सो यसरी मेरो तीनवटै के भयो त आउटपुट चाहिँ एज अ फुकी फङ्सन एनालाइसिस गर्ने सफ्टवेयरमा चाहिँ इनपुटको रूपमा डाटा इन्सर्ट भयो अब क्याल्कुलेसन त गर्नु पर्यो है इनपुट भइसक्यो नि त एनाइन क्याटाइनहरू पोजिटिभ नेगेटिभ चार्जलाई एनाइन क्याटाइन तपाईँले बुझ्न सक्नुहुन्छ आफै पनि न्युट्रल 0 चार्ज है हेर्नुहोस् ल फुकी इन्डेक्सहरू निकाल्नु पर्यो फुकी एनालाइसिसको लागि सो F- को लागि F- मा क्लिक गर्नुहोस् ल आइसक्यो हेर्नुहोस् त F- फेरि तपाईँले क्याल्कुलेसनमा गएर F+ गर्नुहोस् ल हेर्नुहोस् त यो पनि आइसक्यो है सो F0 है फुकी इन्डेक्स यो पनि आइसक्यो होइन र त्यसै गरेर अरू केही ल अल कन्टेन्ट्स फुकी फङ्सन भन्छ सो यिनीहरूको लागि चाहिँ हामीले के गर्नुपर्छ त ल यिनीहरूको लागि एउटा यो बचेको पनि हामीसँग आइसक्यो है त कन्डेन्स फुकी फङ्सन जसलाई हामीले डुअल डिस्क्रिप्टर भनेर डेस्क्रिप्टर भनेर पनि देख्न सक्छौँ अब बचेको चाहिँ हामीसँग आउँदैन किनभने हामीले त्यसको लागि अरू नै इनपुट राख्नुपर्ने हुन्छ है सो इनपुट एनबिओ 0 एनबिओ प्लस एनबिओ माइनस गरेर इनपुट राख्यौँ र आउटपुट हाम्रो फुकी इन्डेक्स आयो F- F+, F0 र डुअल डिस्क्रिप्टर र यसलाई चाहिँ हामीले कपी गर्नुहोस् है यसलाई कपी कपी गरिसकेपछि के गर्नुहोस् त एक्सेलमा लगेर एउटा कलममा फिट गर्नुहोस् यो डाटाहरू है विथ नेम के नेम भनेपछि F- F+, F0 गरेर है म तपाईँहरूलाई एक्सेल सिट देखाउँछु है त सो मैले भर्खरै तपाईँहरूलाई एक्सेलमा चाहिँ फुकी इन्डेक्सहरूका डाटाहरूलाई इन्सर्ट गरेर देखाउने छु भनेको थिएँ सो मैले चाहिँ एक्सेल फाइल
ओपन गर्छु जुन चाहिँ जहाँ मैले फुकी त्यो डाटाहरूलाई कपी पेस्ट गरेको मात्रै हो देख्न सक्नुहुन्छ। सो एफ माइनस फुकी फङ्सन होइन यसमा यो डाटा रहेको छ होइन अनि फेरि एफ प्लसमा यो छ होइन एफ जेरोमा। सो यो डाटाहरूलाई यसरी एक्सेलमा चाहिँ तपाईँहरूले लिन सक्नुहुन्छ है त। किन भनेपछि हामीलाई चाहिँ कस्तो खालको ग्राफ चाहिएको छ त भनेपछि मैले तपाईँहरूलाई अघि नै पनि देखाइसकेँ। फुकी एनालाइसिस अन्तर्गत हामीले रहेर सरी यस्तो खालको ग्राफ म प्लट गरिदिने छु भनेको थिएँ जुन प्लट चाहिँ यहाँ देख्न सक्नुहुन्छ। ल यस्तो खालको प्लटको लागि चाहिँ मैले तपाईँहरूलाई भनेको थिएँ यसरी फुकी एनालाइसिसमा यो प्लट देखाउन सक्नुहुन्छ है त। र डुअल डिस्क्रिप्टरको लागि पनि यो फिगर देखाउन सकिन्छ। सो यसको लागि मैले के युज गर्नुपर्ने हुन्छ एज आई अलरेडी टोल्ड यू कि इन माई प्रिभियस भिडियो वी हेभ टु युज ओरिजिन है त। सो यो चाहिँ म ओरिजिनमा लगाएर प्लट गर्न जाँदैछु है। ल म ओरिजिनमा तपाईँहरूलाई पहिले के गर्छु त भनेपछि यो डाटालाई है मसँग रहेको डाटा यो है एक्स चाहिँ म के गर्छु 1 2 3 नै राख्छु जहाँ चाहिँ तपाईँहरूले प्रत्येक एटमको यो चाहिँ हाम्रो के हो त प्रत्येक एटमको के हो त भनेपछि फुकी इन्डेक्स हो है। प्रत्येक एटमको के हो यो फुकी इन्डेक्स हो। तपाईँले त्यहाँ आउटपुटमा पनि चेक गर्न सक्नुहुन्छ है त। सो अब म यसलाई ओरिजिनमा लगाएर प्लट गर्छु है। सो ओरिजिन मैले ओपन गरेँ ल। सो मैले ओरिजिन ओपन गरेँ र डाटा पनि इन्सर्ट गरिसकेको छु देख्न सक्नुहुन्छ। सो वाइ 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 नै गर्नु होला है तपाईँले यसरी सबै वाइ वाइ गराउनलाई चाहिँ तपाईँले यहाँ एड गर्दै जानुपर्ने हुन्छ कोलम राइट क्लिक गर्नु होला अनि त्यसपछि एड न्यू कोलम भनेको छ। एड न्यू कोलम भनेपछि नयाँ कोलम आउँछ है त। सो यसरी मैले एफ माइनस एफ प्लस र एफ जेरोको डाटालाई इन्सर्ट गरेँ। अब यहाँनिर गएर सेलेक्ट गर्नु सबैलाई अनि त्यसपछि तपाईँले यो बार ग्राफमा गएर क्लिक गर्नुभयो भने देख्न सक्नुहुन्छ के छ त हाम्रो फुकी एनालाइसिसको फुकी इन्डेक्स प्रत्येक एटमको यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ फुकी इन्डेक्स फरक फरक रहेको छ जसमा एफ प्लसले के न्युक्लियोफिलिक अथवा अर्को एफ माइनसले इलेक्ट्रोफिलिक इन्डेक्स देखाइरहेको थियो है त। सो यहाँ चाहिँ तपाईँहरूले नेमिङ गर्न सक्नुहुन्छ कुन एटमको हो भनेर। यसलाई म पोलिस गरेर हल्का देखाउन चाहेँ। पोलिस भनेको केही पनि होइन यहाँनिर बीमा क्लिक गर्नुभयो भने यहाँ के राख्नु हुने हो होइन तपाईँको के हो त यो वाइ एक्सिसमा होइन यो एक्स एक्सिसमा के हो त त्यो तपाईँहरूले राम्रोसँग देख्न सक्नुहुन्छ। म तपाईँहरूलाई एडिट गरेको देखाउँछु है त। सो यसमा पनि एडिट गर्न सक्नुहुन्छ क्लिक गर्दै ठिक छ ल। ओके सो यो चाहिँ मैले के गरेको एडिट गरेको भयो। म तपाईँहरूको टाइम लिन चाहेन किनकि मैले यिनी माइनर एडिटहरू चाहिँ कसरी गर्ने पहिले भिडियोमा गएको भिडियोहरूमा मैले धेरै पटक सिकाइसकेको छु हाउ टु अपरेट ओरिजिन। ओके सो मैले यहाँ चाहिँ फुकी फङ्सन राखेको छु होइन यता एटम नै भइसक्यो होइन अनि त्यसपछि फुकी फङ्सनको इन्डेक्सको भ्यालु यसरी इन्क्रिज भइरहेको छ जबकि प्रत्येक त्यो मोलिक्युलमा चाहिँ भएको प्रत्येक एटम 1 2 3 4 5 6 7 8 9 10 गर्दै तपाईँले त्यो प्रत्येक इन्डेक्सको भ्यालु करस्पोन्डिङ के त एउटा कुनै पर्टिकुलर एटमले देखाइरहेको छ है। जस्तै यहाँतिर यो C1 भन्ने एटमले चाहिँ 3वटा बार ग्राफ अथवा 3वटा कलमलाई चाहिँ रिप्रेजेन्ट गरिरहेको छ जबकि फर्स्टले इलेक्ट्रोफिलिकको भ्यालु कति छ त्यसको होइन त्यो एटमको अनि दोस्रो न्युक्लियोफिलिक भ्यालु कति छ होइन कति त्यसले न्युक्लियस ट्र्याक गर्न सक्छ अथवा कति इलेक्ट्रोफिलिक इलेक्ट्रोन ट्र्याक गर्न सक्छ होइन कति रेडिकल बिहेभियर देखाउँछ। सो तपाईँले यहाँनिर अभियसली एउटा एटमको यो चाहिँ एउटा सिङ्गल डेटा भयो है सिङ्गल एनालाइसिस भयो यो चाहिँ दोस्रोको लागि भयो। त्यसै गरेर प्रत्येकको चाहिँ फुकी इन्डेक्स एनालाइसिस गर्न सक्नुहुन्छ जसलाई हामीले फुकी एनालाइसिस भन्छौँ। ओके सो यही नै हो मैले आज तपाईँलाई सिकाएको र म तपाईँहरूलाई एउटा आउटपुटमा त्यहाँ डुअल डिसेप्टर भनेर पनि आउटपुट निकालेको थिएँ त्यसको पनि ग्राफ देखाइदिन चाहेँ। ओके सो म डुअल डिसेप्टरको लागि चाहिँ मैले के गरेँ त डुअल डिसेप्टर भन्ने जुन आउटपुट आएको थियो फुकी फङ्सन सफ्टवेयर युज गरेर होइन त्यसमा चाहिँ डुअल डिसेप्टरलाई मैले के गरेँ त वाइ एक्सिसमा यसरी भ्यालु एड गरिदिएको छु होइन इन्सर्ट गरेको छु र एक्समा चाहिँ 1 2 3 गर्नुहोस् होइन र 1 2 3 भनेको एटमको नम्बरिङ अनुसार तपाईँको मोलिक्युलमा भएको नम्बर अफ एटम्स कति छन् तिनीहरूको नम्बर हुन्छ आफ्नो 1 2 3 गरेर त्यसमा यसको लागि 1 2 3 भयो। अब यसलाई सिलेक्ट गर्नुहोस् अनि त्यसपछि मजाले ग्राफमा यहाँनिर कलममा क्लिक गर्नुभयो भने यसरी डायग्राम पाउन सक्नुहुन्छ। यसको कलर चाहिँ तपाईँले क्लिक गर्नुहोस् त्यसपछि राइट क्लिक गरेर चाहिँ सरी यसमा राइट क्लिक गरेर प्लटमा गएर यहाँनिर तपाईँले कलर भर्जन चाहिँ प्याटर्न वाइज अथवा कलर भर्जन के राख्ने हो कुन कलर राख्ने यस्तो कलर राख्नु पनि इजिली सक्नुहुन्छ होइन। सो अप्लाई गर्नुभयो भनेपछि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ कलर पनि इजिली चेन्ज गर्न चाहिँ सक्नुहुन्छ है त। ओके ओके सो स्टार्टिङ फ्रम दिस सो अप्लाई गर्नुहोस्। सो यसरी चाहिँ मैले क्यान्सल गरेको रहेछु स्टार्टिङ चाहिँ रेडबाटै सुरु भयो। सो यसरी कलरफुल गराउन पनि सक्नुहुन्छ है त डुअल डिसेप्टरको लागि। यसको म तपाईँहरूलाई एडिट गरेको भर्जन देखाउन चाहेँ। ओके सो मैले तपाईँहरूलाई भर्खरै एडिट गरेको भर्जन पनि देखाइसकेँ। यता डुअल डिसेप्टर लेखेँ मैले भने यता एटम्सको अनि नम्बर अफ एटम्सको नम्बरिङ 1 2 3 4 गर्दै नै बढिरहेको छ। माथिल्लो रिजनहरू न्युक्लियोफिलिक हो होइन पोजिटिभ चार्ज छन् तलको चाहिँ इलेक्ट्रोफिलिक हो जुन चाहिँ नेगेटिभ डुअल डिसेप्टरको नेगेटिभ भ्यालुले देखाइसकेको छ। सो यिनी तिनवटा चिजहरूलाई तिनवटा कुराहरूलाई तपाईँले आफ्नो रिसर्चमा राखेर अलि आफ्नो रिसर्चलाई इन्हान्स पनि गर्न सक्नुहुन्छ। सो दिस इज अल इन दिस भिडियो है। म पछि आउने भिडियोहरूमा तपाईँलाई एनबिओ एनालाइसिसको छुट्टै एउटा ग्राफ नै सिकाउने छु। टिल देन बाई बाई।